हाई गाइज, गुड मर्निङ, नमस्ते, शुभ बिहानी। म चाहिँ मेरो लाइफमा आज पहिलोचोटि, जिन्दगीमा पहिलोचोटि नै भ्लग बनाउन चाहिँ जाँदैछु। मोबाइल अठाउन पनि आउँछ चिप्ले गर्छ। सधैँ सधैँ घरमा बनाउनु नमिल्ने भएको कारणले चाहिँ डे अफको बेलामा यसो बाहिर जाँदाखेरि रमाइलोको लागि एउटा बनाउन त भन्ने मेरो कुरा। सो आज चाहिँ म जाँदैछु मेरो साथी भेट्नको लागि निकोसिया। बस कति बेला आउँछ थाहा छैन, तर म चाहिँ लखर 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 बाटोमा हिँड्दैछु। मोबाइल पक्रिने ढङ्ग छैन, घामले यहाँनिर टलतिर मेरो आँखा पनि हेर्नु भइरहेको छैन। बिहान बिहान के साह्रो घाम लाग्दैछ। अनि भएकै अब मैले बस्दै कुर्नुपर्छ जस्तो जस्तो छ। एक घन्टा त नभनौँ, आधा घन्टामा आउँदैछ। म यहाँनिर बस स्टपमा पुग्छु कि पुग्दिनँ। कति बजी 7:45मा चाहिँ त्यहाँनिर बस आउँछ। अनि म 7:45मा त्यहाँ पुगिनँ भनेदेखि चाहिँ मेरो बस छुट्छ र पनि फेरि मैले आधा घन्टा कुर्नुपर्ने अवस्था आउँछ। ला यहाँदेखि त बाटै हरायो त, कहाँ जानुपर्ने हो के हो र? अनि यस्तो साह्रो आउँदा आउँदै बाटोमा नै रोटै सकिसकेपछि त म चाहिँ जाँदैछु। यस्तै हो यो बाटो न घाटो डुगुर त लाटो के भन्छ नि, त्यसै गरी म चाहिँ यहाँनिर सही हिँड्दैछु। अनि यहाँनिर अगाडि चाहिँ गाडी रहेछ, सबैले ठुलो हाल्ने मेरो भिजा खन्ने। त्यहाँ मोबाइलसँग चाहिँ पानी नभएर होला के साह्रो हो र, हात गलेर त म त भुतुक्कै भइसकेँ। भ्लग बनाउने मेरो लक्ष्य देखिनँ। 1 मिनट भौन नभइकन मेरो त हात गलेर त खतरा खुत्रुक नै भइसक्यो त। यस्तो घारी हिँड्दैछु म चाहिँ यहाँनिर। यो के बारी हो थाहा पनि छैन। सर्टकट बाटो गाडी भेट्नको लागि। तपाईँहरू देख्नुभयो कि देख्नु भन्न। फाइनल्ली बाटो भेटेँ मैले। अब जाँदैछु टक यहाँ छिटो कुदेर गाडी भेट्नुपर्ने अवस्था आउँछ। म बस स्टप पुगेर अब चाहिँ फेरि भिडियो बनाउँदै त हात गल्नु थाहा छैन। बस आइपुग्छ कि भन्दै पछाडि पनि हेर्दैछु, तर आइपुगी गएको चाहिँ छैन। म लगभगै अब चाहिँ बस रोक्ने ठाउँमा आइपुगेँ। अब यहाँ त आइपुगिसकेँ, त्यहाँनिर चाहिँ बस हुन्न। यति आइसकेपछि त स्टप भन्दाखेरि लान्छ कि त कतै भन्ने मेरो आश लगोस् प्रभु। तर बस त म आउनुभन्दा अगाडि नै गइसकेको छ जस्तो लाग्यो। आउँदैन, 7:45 त भइसक्यो। 45को बस छुट्यो भनेदेखि चाहिँ अब म यहाँबाटै लेट भइसकेपछि उताबाट अर्को बस पनि पाउँदिनँ। म चाहिँ एकदम लेट भएर पनि कहिले पुग्छु थाहा। फाइनली म बस रोक्ने ठाउँमा चाहिँ आइपुगेँ। तर बस आइपुगेन। यहाँनिर मेरो बिजोक होला जस्तो छ साथीहरू। पाप भयो नि त, पाप अब मेरो। उताबाट फर्किने बस चाहिँ आउँदैछ त्यहाँनिर। म जाने बस त आएन। लेट्स सी गाइज, अब चाहिँ म पुगेर मात्रै भिडियो बनाउँछु, किनकि मेरो हात गलेर चाहिँ यहाँनिर पापबाट पनि बिजोक भइसकेको छ। मोबाइलसँग चाहिँ बानी भएन। फेरि यो अनुहार के साथीहरू गएर टिकटक बनाउँदाखेरि यति धेरै फिल्टर लाएर बनाउने बानी भएर होला कि यो क्यामेराबाट खिचेको भिडियो त भगवान् कुरा नगरौँ। साथीहरू म जाने बस आयो। पर आउँदैछ। मैले भिडियो खिच्दा फेरि छोडेर जानु छैन। फाइनली हामी चाहिँ यहाँनिर अहिलेसम्म निकोसिया चाहिँ आइपुग्यौँ। तर हेर्दा आँखा तट्टाइसक्यो। झन् ठाउँ पुग्नु बाँकी नै छ। मैले चाहिँ मेरो साथीलाई झुकाएर पनि भइसकेँ। म खासमा गाडी चाहिँ 8 बजेको चढेको, तर उसँग मैले 8:30को गाडीमा चढेको। मैले 11 बजी मात्र आइपुग्छु भनेर ढाँटेको। तर अहिले 10 बजिसक्यो। तर लाग्यो, तर धर्म आइपुग्नै बाँकी छ। गाडीमा मैले टक्क एकजना राम्रो ब्युटिफुल नेपाली दिदी भेट्दा है। हाम्रो ड्राइभर बाजुले चाहिँ कति ढिलो युट्युब बनाएको। कौन है? कहाँ से आते हैं? युट्युब बनाएको होइन, भ्लग बनाएको। हामी बोलेको नि सुन्यो है। अब कस्तो सेतो देखेको त। बाई। अब भेट्नुपर्छ, मेरो साथीलाई भेटेको छ। हामी चाहिँ टक्कसँगले यहाँनिर निकोसिया आइसकेर पनि मासु र भात खुवाउनु लाग्दैछौँ। ओइ हेर, यहाँनिर टक्क हाम्रो मासु भात, खसीको मासु भात। यता तिमीहरूको पोर्क हो नि, यता च्वाचे कुमारीहरू 2जना, हामी 2जना। हेलो गाइस, मलाई पनि स्वागत छ सलिनाको ब्लगमा। यसले मलाई वेलकम नै भनिन। अघि नै मैले यसलाई वेलकम त होइन, यसको मलाई दाँत फुट्ने गरी हान्नु पर्ने थियो। 2 घन्टा कुरा होइन। हेरौँला
हेरौला तेरो यो चुरीपुरी कति दिन टिस्यो म पनि हेरौला। Shut up. हेर्न हामीले 2 घण्टा पुरायौँ यसलाई राम्री हुनु यसले गर्दा उनीहरू राम्री हुन गएर मलाई गाडीबाट ओर्लेर यस्तो चकिलो घाममा खराएर यसले नै भन्यो कि हो 2 घण्टा लाग्छ म 1 घण्टा लाग्छ म आइपुग्नु भएन अनि म डुल्नु जाँदाखेरि यसले एक्सक्युज मी जुत्ता केले धुन्छौ वासिङ मेसिनमा हाल्दिनु मेसिनमा हाल्ने फेरि नै घुमाइदिनु म पनि त्यही गर्छु हामी टक्कसँगले यहाँ मैले बोल्नु पाएकै रहेन रहेछ क्या टक्कसँगले हामी चाहिँ एकदमसँगले बोयफ्रेन्ड भएको छ अरे राम्रो निकालेर ल अब अलिकति फिल्टर लाउनु चाहिँ नमिल्ने रहेछ हात गलेर धम्सा भइसक्यो हामी चाहिँ टक्कसँगले यहाँनिर भात खाएर टक्क यस्तो फोहोर घारीतिर यस्तो समुद्रतिर त्यहाँ छालो आउँछ हेर्न त्यो सिन हेर्न के बनाउँछु भन्दा तेरो पनि बनाइदिन्छु त नरिसा आजको हाम्रो मेन हिरो नि नम्बर 1 नम्बर 2 स्टाइल गरेर बोल्नु क्या नम्बर 2 नम्बर 3 कस्तो लागिरहेछ हजुरलाई आजको दिन केही कुराहरू राखिदिनु पर्यो यो सलिनाको भ्लगमा नमस्ते सेवा सबैजनालाई हजुर अञ्जली राई डन भन न छिटो बोल न मेरो नाम चाहिँ अञ्जली खुलुङ राई फ्रम सोलुफुलु Oh my god! Wow! चटपटी बनाउन नानीलाई कसले मन पर्छ भन्नु है ल पवित्रको भनेर नराय कन्ट्याक्ट गर्नु यो नानीहरु सबै सिंगल हो है सिंगल कोकोलाई मन पर्छ। हेलो गाइस हामी चाहिँ अहिले टक्कसँगले टन्ना खाएर पनि हिँडिसक्यौँ दम्मै खाएर टिकटक बनाएर तर मेरो फोटो खिच्न बाँकी छ टिकटक पनि पुगेकै छैन 2टा भन्दा टिकटक खिच्नै पाएको छुइनँ उता राम्री म यहाँ मोबाइल चलाउँदै आफ्नै पारामा पिङ्कुवाली पिङ्की हिँड्दैछिन् तिमीहरूको छेउमा त म त कति सानो यो हाम्रो विश्वकै होचो चाहिँ भन्न मिल्दैन तर हाम्रो दर्जामा चाहिँ विश्वकै होचो हो मलाई हेपेको भनिदिन्छु त्यतिसम्म हेपेको पनि भन्नु मिल्दैन कि बुहारी चाहिँ यही हो 7 क्लासमै 7 चोटि फेल भएको होइन 7 क्लासमै उयो के पास अरे सात क्लासमा कालो टोपी ओढेको तर मैले चाहिँ सेतो टोपी ओढ्दैछु सक्काको क्या त्यो ग्रेजुएसन अब जानेको ग्रेजुएसन हो नपढेर पनि नजानेको हो हात गोल्यो टिकटक बनायौँ साथीहरू आज चाहिँ हामीलाई चाहिँ यस्तै रमाइलो गरौँ भन अब यो हामी पनि घर जानु लागेको भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएको होला मेरो नयाँ भिडियो छ मेरो युट्युबलाई सब्सक्राइब गरिदिनु होला फुल वाच गरिदिनु होला होइन त्यस्तै हो हामीले कति रमाइलो गर्यौँ तर त्यो सबै त मैले भिडियोमा क्याप्चर गरिनँ हजुर क्याप्चर होइन हौ के जग्गा क्याप्चर गर्यो क्यामेराबाट कैद गर्यौँ क्यामेरा परिहाल्यो नि होइन आफ्नो भ्लगमा गर्दिनँ यस्तै हालिदिन्छु के हुन्छ त होइन म नयाँ हो नि त साथीहरू होइन सबैजनाले लाइक गरिदिनु जे भए पनि आजको हाम्रो रमाइलो चाहिँ हामी सबैलाई देखाउन चाहँदैनौँ किनभने यस्तो रमाइलो गर्यौँ कि होइन त्यो चाहिँ हामीले भिडियो खिचेनौँ भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला मेरो च्यानल चाहिँ एकदमै नयाँबाट पनि न्यूबाट पनि एकदमै न्यू छ अब चाहिँ म यहाँबाट जान लाग्दैछु तर म बसमा झुक्किएको अवस्था छ यहाँनिर
6 बजेको बस छ भनेर ढुक्कले बसिरहेको 6:30 को मात्र बसेछ आधा घन्टा यहीँनिर बस्नुपर्ने अवस्था आइरहेछ मेरो मोबाइलमा चार्ज पनि सकिएर एकदमै बिजोक अवस्था भएको छ अब भेट्नुपर्छ अर्को भ्लगमा अर्को भ्लग कहिले आउँछ त्यो त थाहा छैन बाई बाई